हेलो एन्ड गुड मर्निङ टु एभ्रिवान। यो हाम्रो बच्चाहरूले खोलेको च्यानल हो हैन त। यो भिडियोमा लाइक सब्स्क्राइब गरिदिनु होला। बिहान बिहान हाम्रो आमाले चाहिँ मम्मीले लोकल रागको मासु ल्याएर छोराको लागि सुकुटी बनाइदिँदै नखायो भने छोराको लागि चाहिँ सुकुटी बनाइदिनुको लागि सुकुटीको अचार बनाउनको लागि चाहिँ सुकुटी मासु टुक्राउँदै हुनुहुन्छ। सुकुटी बनाउने चाहिँ म यो इन्ग्रिडियन्ट हालिदिने चाहिँ मम्मी हो हैन। टक्क यो काटेर हल्का नुनमा मेरिनेट गरेर बडा डिप फ्राई हानेर टक्क अरू मरमसला हालेर चाहिँ टक्क के भन्छ अरे अचार बनाएर टेस्ट गरेर देखाउने छु। हाम्रो मम्मीले नखाए पनि रे क्या अझै। ल ल मासु चाहिँ पिस भएर रेडी भएको छ। अब त्यसमा हल्का बेसार अनि थोरै नुन राखेर चाहिँ मेरिनेट गर्छ किनकि नुन भएपछि भित्रसम्म नुन पस्छ। फ्राई गर्दा नपस्दैन पर्दैन तेलले फ्राई गर्ने हो। यसरी सुकुटीको अचारको लागि सुकुटी रेडी भएको छ। हड्डी खानको लागि हड्डी रेडी भएको छ। भुट्टन खानलाई भुट्टन रेडी भएको छ र थोरै मोमोको लागि पनि निकालेको छु। यो चाहिँ मलाई मात्रै मम्मीले खाँदैन। अब भरे यो मेरिनेट 1-2 घन्टा मेरिनेट गर्ने अनि त्यसपछि चाहिँ फ्राई गर्नलाई रेडी। टक्कै मुस्ने काम मेरो। मजाले मेरिनेट भइसक्यो। यसलाई छोपेर राख्ने। ल मेरिनेट भएर रेडी भएको छ। अब हामी चाहिँ टक्क तेल तताइसकेका छौँ र तेल तत्नुको साथसाथै आज चाहिँ झिलिङ्गा पनि फुराउनको लागि हाम्रो आमा रेडी सेडी। दिस झिलिङ्गा फ्रम बिक्की गिरी फ्रम दुम्रे बजार। अब बनाउन चाहिँ कसले बनायो होइन, नाम चाहिँ बिक्कीको, सायद विलासको घरको होला। भरेको शीतल हल्का छाला मासु लसुन र खुर्सानी जिरा धुलो खुर्सानी धुलो नुन मिट मसला 5 फुरन सप बेसार मेन इन्ग्रेडिएन्ट टिमुरको छो पाउडर। ल फ्राई भएर यतिको भइराखेको छ। अब यसलाई चाहिँ हामी एकछिन अब फ्राई गरेर हल्का सुक्खा बनाएर चाहिँ निकालेर अनि मरमसला पकाएर त्यसमा चाहिँ यसलाई राख्नेछौँ। त्यसपछि अलि कमलो बनाउने भन्ने कारण चाहिँ टोक्न सजिलो छालाहरू छ। यो घरै खानलाई मतलबै हुन्न नि। हल्का एकैछिन अब 5-10 मिनटपछि 5 मिनट हल्का ड्राई हुन्छ अझै। त्यसपछि ल हल्का ड्राई भइसकेको छ। हाम्रो कुक हेड सेफ आइसक्नु भएको छ र अब बेसारको पालो आएको छ। थोरै बेसार त लाउने मात्रै हो किनकि देखिँदैन, किनकि हिजो बिहानै हालिएको थियो बेसार। त्यसपछि खुर्सानीको धुलो यो नुन यस्तो देखाउनु पर्ने रहेछ। नुन हालिसकेको थियो बिहानै। यसले अलिकति चर्कन्छ मलाई थाहा। खुर्सानीको धुलो अलिकति मसलाको धुलो जिरा र धनियाँको धुलो सबै घरमै पिसेको अरे क्या चाहिँ। इंडियन स्टाइल सब मसला हम खुद बनाते बाहर से नहीं लाते। ठीक का हजुर। लसुन अदुवा किन हाल्नु भएको भयो लास्टमा है। लसुन अदुवा चाहिँ छैन, अदुवा खानुहुन्न रे, त्यही भएर लसुन र पिरो चाहिँ जति नै खानुहुन्छ। मैले त्यहाँ थियो 8-10 खुर्सानी अघि मैले चाहिँ निकालेर मसला पुग्ने अन्थेँ। मम्मीले चाहिँ होइन भन्नुभयो। मैले मिक्सरमा पिलेको लसुन उसिन्दैछ मेरो लसुन। आउनुहोस् 4 पिस एकै पिस रहेछ। त्यो चाहिँ एकचोटिको तरकारी हो अचार।
टक्क यो चाहिँ सबसे मिठो मेरो सप अनि अर्को आयो टिमुरको धुलो जसले खान हुँदैन त्यसलाई नि मिट मसला अब परे हा यो स्वादको लागि क्या हाम्रो अचार रेडी भइसक्यो अब पाको देख्दैमा खाम भइसक्यो भन्न गाउनेको छोरीलाई पनि खाम भइसकेछ मलाई त भर्दैन अब हल्का अहिले चुक नहाल्ने होला अलि पछि हाल्ने हो यति भएपछि अमिलो हुने भयो अचार खा जस्तो पनि हुने भयो त्यो सोपको त्यो चाहिँ हालिदिनु क्या धुलो अस्तिबाट रहिरह्यो ल अचार रेडी भयो खाने भए आउनुहोस् अब यसलाई टक्क एकछिन उस गरेर राखेर हल्का धिमी आँचमा पकाएर अनि निकालेर राख्ने तातो बट्टामा नहाल्नुहोस् तातो बट्टामा हाल्यो भने बट्टा चल्छ साथसाथै डुसी पनि चाँडै लाग्ने कारण हुन्छ त्यही भएर ल बास्न मिठो आएको छ हाम्रो अचारको अब यसलाई आगोबाट निकालेर राख्नेछौँ र साथसाथै अघि पहिला बनाएको यहाँ झिँगे माछाको अचार र सिद्राको अचारको साथसाथमा यहाँ जिरे खुर्सानीको अचार पनि रेडी छ खानको लागि गुन्द्रुक रेडी छ ल यति भन्दै मेरो 2-4 शब्द यहीँ टुङ्गाउँछु धन्यवाद छ राम्रो लाए लाइक सब्सक्राइब के रे लाइक सब्सक्राइब गरिदिनु होला ठीक ल बाई बाई